नमस्कार साथीहरू, आज म यहाँ नेपाल आर्मीको लिखित तयारी अन्तर्गत सामान्य ज्ञानका केही महत्त्वपूर्ण टिक लगाउने प्रश्नहरू ल्याएको छु। कृपया भिडियो मिस नगरी हेरिदिनुहोला र यो मेरो च्यानललाई लाइक, सब्स्क्राइब गर्न नबिर्सनुहोला र केही थप प्रश्न जान्नको लागि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हस्त अब म प्रश्नहरूतर्फ लाग्छु। हामी यहाँ साथीहरू सामान्य ज्ञानका 14वटा प्रश्नहरू ल्याएको छौँ। भेरी इम्पोर्टेन्ट प्रश्नहरू छन्, ध्यान दिएर हेर्नुहोला। हाम्रो छ प्रश्न नम्बर 1 मा छ, नेपालको पूर्व पश्चिम लम्बाइ कति रहेको छ? नेपालको पूर्व पश्चिम लम्बाइ कति रहेको छ? कति रहेको छ त साथीहरू? अप्सनमा दिएको छ 885 किलोमिटर, बीमा छ 800 किलोमिटर, 890 किलोमिटर, 550 किलोमिटर। अब हाम्रो कति रहेको छ त साथीहरू? 885 किलोमिटर। तपाईहरुलाई थाहा नै होला, क्वेशन पढ्दा पढ्दै तपाईहरुलाई आन्सर थाहा भइसक्यो होला। थाहा भइसके ठीक छ, नभएकोलाई चाहिँ ध्यान दिएर हेर्नु होला है त। अब प्रश्न नम्बर 2 मा छ, गैंडाका लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो? गैंडाका लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो त? अप्सनमा छ सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज र मकाल बरुण राष्ट्रिय निकुञ्ज। अब गैंडाका लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो त? चितवन राष्ट्रिय निकुञ्ज। अब हाम्रो प्रश्न नम्बर 3 मा छ, रारा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा अवस्थित छ? रारा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा अवस्थित छ? अप्सनमा छ मुगु र जुम्ला, जुम्ला र हुम्ला, कालीकोट र मुगु, मुगु र हुम्ला। हाम्रो रारा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा अवस्थित छ त साथीहरू? तपाईलाई थाहा भइसक्यो होला अगाडि नै। कुनमा छ त? मुगु र जुम्ला है त। अब छ तपाईको प्रश्न नम्बर 4 मा, नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो? नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो? राष्ट्रिय निकुञ्जलाई साथीहरू सर्टकटमा यो रानी भनेर लेख्छन्, कन्फ्युज नहुनु होला। अब अप्सनमा छ रारा राष्ट्रिय निकुञ्ज, सेफोक्सन्डो राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र मकाल बरुण राष्ट्रिय निकुञ्ज। सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो त साथीहरू? यहाँ छ सेफोक्सन्डो राष्ट्रिय निकुञ्ज। अब प्रश्न नम्बर 5 मा दिएको छ, नेपालको राष्ट्रिय फूल लालीगुराँसको रङ कस्तो रहेको छ? नेपालको राष्ट्रिय फूल लालीगुराँसको रङ कस्तो रहेको छ? अप्सनमा छ नीलो रङ, पहिलो रङ, रातो रङ र हरियो रङ। अब कस्तो रहेको छ त साथीहरू? हाम्रो लालीगुराँसमा सबैले देखेकै होला र हाम्रो चाहिँ रातो रङ रहेको छ। कतैनिर कन्फ्युज छ भने साथीहरू कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। प्रश्न नम्बर 6 मा छ, नेपालको राष्ट्रिय गान कसले रचना गरेका हुन्? नेपालको राष्ट्रिय गान कसले रचना गरेका हुन्? अप्सनमा छ प्रदीप कुमार राई, अम्बर गुरुङ, प्रदीप गुरुङ र माथिका सबै है त। अब यहाँ कसले रचना गरेका हुन् त साथीहरू? प्रदीप कुमार राईले है त। अब हाम्रो छ प्रश्न नम्बर 7 मा। प्रश्न नम्बर 7 मा दिएको छ साथीहरू, नेपालमा स्थानीय सरकारहरू कतिवटा रहेका छन्? नेपालमा स्थानीय सरकारहरू कतिवटा रहेका छन्? साथीहरू यहाँ स्थानीय तहहरू पनि भनेर सोधिन सक्छ, कन्फ्युज नहुनु होला। तह र सरकार भनेको एउटै हो है त। अप्सनमा दिएको छ 447, 740, 679, 753। अब स्थानीय सरकारहरू कतिवटा रहेका छन् त? 753 है त। अब हामी प्रश्न नम्बर 8 तर्फ लागौँ। साथीहरू प्रश्न नम्बर 8 मा दिएको छ कि श्रीलङ्का देशको राजधानी कहाँ रहेको छ? श्रीलङ्का देशको राजधानी कहाँ रहेको छ? अप्सनमा छ कोलम्बो, ढाका, काबुल र ढाका। श्रीलङ्का देशको राजधानी कहाँ रहेको छ त साथीहरू? तपाईहरुलाई थाहा भइसक्यो होला, कोलम्बो। अब छ प्रश्न नम्बर 9 मा छ, अफगानिस्तानको मुद्रालाई के भनिन्छ? अफगानिस्तानको
मुद्रालाई के भनिन्छ? अप्सनमा छ रुपी, अफगानी, रुपियाँ र रुपैयाँ। अब अफगानिस्तानको मुद्रालाई के भनिन्छ त साथीहरू? अफगानी है त। अब यहाँ छ नेपाली सेनाको सबैभन्दा माथिल्लो पद कुन हो? नेपाली सेनाको सबैभन्दा माथिल्लो पद कुन हो भनेको छ। अप्सनमा दिएको छ प्रधान सेनापति, उपप्रति, प्रमुख सेनानी, भुटान। यो झुक्क्याएर दिन्छ साथीहरू, कन्फ्युज नहुनु होला। नेपाली सेनाको सबैभन्दा माथिल्लो पद कुन हो त साथीहरू? प्रधान सेनापति है त। अब छ प्रश्न नम्बर 11 मा नेपाली सेनाको अमलदारको दर्जानी चिन्ह के रहेको छ? नेपाली सेनाको अमलदारको दर्जानी चिन्ह के रहेको छ? अप्सनमा छ 3 दर्सा, 2 दर्सा, 1 दर्सा र केही नभएको। अब अमलदारको दर्जानी चिन्ह के हो त साथीहरू? 2 दर्सा है त। यसको पनि सर्ट भिडियो मैले हालिदिइसकेको छु यो चिन्हहरूको बारेमा। तपाईहरूले मेरो च्यानलमा सब्स्क्राइब गर्ने र अनि भित्र गएर भिडियोहरू हेर्ने मैले यो सबै हालिदिइसकेको छु, ध्यान दिएर हेर्नु होला है त। अब प्रश्न नम्बर 12 मा छ नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो? नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज। अप्सनमा छ रारा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज। सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो त साथीहरू? रारा राष्ट्रिय निकुञ्ज। ठुलो राष्ट्रिय निकुञ्ज भनेपछि सेफोक्सन्डो र सानो भनेपछि रारा राष्ट्रिय निकुञ्ज है त। अब हाम्रो छ प्रश्न नम्बर 13 मा रेड पाण्डाका लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो? रेड पाण्डाका लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो? अप्सनमा छ सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज र खप्तड राष्ट्रिय निकुञ्ज है त। अब रेड पाण्डाका लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो त साथीहरू? लाङटाङ राष्ट्रिय निकुञ्ज। तपाईहरूलाई थाहा नै होला। अब प्रश्न नम्बर 14 मा छ उत्तर गङ्गा नदी भनेर कुन नदीलाई चिनिन्छ? उत्तर गङ्गा नदी भनेर कुन नदीलाई चिनिन्छ? अप्सनमा छ सानोबेरी, कालीगण्डकी, वरुण र कोशी। उत्तर गङ्गा नदी भनेर कुन नदीलाई चिनिन्छ त साथीहरू? सानोबेरी है त। हस्त साथीहरू, अब थप प्रश्नहरू हेर्नको लागि च्यानललाई लाइक सब्स्क्राइब गर्न नबिर्सिनु होला र यहाँ तपाईहरूलाई केही कन्फ्युजन छ भनेपछि अनि केही अरू म्याथको पनि हुनसक्छ, गणितको, नेपालीको, इङ्ग्लिसको केहीको पनि प्रश्नहरू चाहिएमा मलाई कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। तपाईहरूको सामु म प्रश्नहरू भनेको सवालको उत्तर ल्याउँछु भन्ने आशा गरेको छु र हस्त अब म पनि बिदा हुन्छु। धन्यवाद।